ऊर्जा, भौतिक तथा विकास शहरी मन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई यसरी धोका दियो भन्दै 12 दिनमा नै राष्ट्रिय स्वतन्त्र पार्टी छोडेका छन् र उनको यो निर्णयलाई लिएर धेरैले अपरिपक्व निर्णय भन्दै उनको नेतृत्व र निर्णयमाथि नै प्रश्न चिन्ह उठाएका छन् भने कतिले यसलाई सराहनीय पनि गरेका छन्। स्वतन्त्र पार्टीले ठाउँ ठाउँमा उहाँहरूले पार्टी प्रवेश कार्यक्रमहरू राख्नुभयो। उज्यालो नेपालका साथीहरूलाई पार्टी प्रवेशमा आह्वान गर्नुभयो। धेरै कुराहरू हामीले केही पनि बोलेका थिएनौँ, केही पनि गरेका थिएनौँ। ठिक छ, एउटै भएर जाने हो, किनभने जनताले खोजेको आजको आवश्यकता भनेको एउटा शक्ति बन्नुपर्छ। एउटा जेनजी आन्दोलनले जुन किसिमको शक्ति निर्माण होस् भन्ने चाहेको छ, सुशासनको विषय र समृद्धिको विषय जुन हिसाबले उठाएर जेनजी आन्दोलन भयो र त्यो यो पार्टीलाई अहिलेको जेनजीको भावना अनुसार जुन पार्टी स्थापना भएको हो, अहिले सबभन्दा नयाँ पार्टी र उज्यालो नेपाल पार्टी भनेको भर्खरै स्थापना भयो, जेनजी आन्दोलनपछि स्थापना भएको पार्टी हो र यो पार्टीलाई सबैले माथि उठाएर नेपालमा यो एउटा स्थापित पार्टी र सबभन्दा चाहिँ प्रतिनिधित्वको हिसाबले, जेनजीको प्रतिनिधित्वको हिसाबले, सबै क्षेत्रको प्रतिनिधित्वको हिसाबले, समावेशिताको हिसाबले, सबै हिसाबले चाहिँ एउटा प्रतिनिधित्वको हिसाबले चाहिँ इन्क्लुसिभनेस र सबैको सहभागिताको पार्टीको रूपमा अगाडि बढाउन हामी चाहन्छौँ। यहाँ साथीहरू हुनुहुन्छ, यहाँ हाम्रो चाहिँ धर्मजी हुनुहुन्छ, धर्म चौधरीजी, उहाँ पूर्व मन्त्रीज्यू र उहाँ चाहिँ अहिले पनि लुम्बिनी प्रदेशको सांसद हुनुहुन्छ। उहाँहरूले फरवर्ड क्षेत्रमा ठुलो काम गर्नुभएको छ। उहाँहरूको ठुलो सङ्ख्या उज्यालो नेपालमा आबद्ध थिए, सबै उज्यालो नेपालमा आबद्ध थिए र उज्यालो नेपालमा आबद्ध हुँदै पनि र हामीले एउटा सहमति गऱ्यौँ। सहमति गर्दा उहाँले धेरै मन दुखाउनु भएको थियो, हामीलाई सोध्दै नसोधिकन यसरी उज्यालो नेपाल भनेर हामी लागेका हौँ। हामी रासोपा भनेको भए उहिले लाग्थ्यौँ र यस्तो अवस्थामा हामी उज्यालो नेपालमा लागेकोमा तपाईँहरूले एकतर्फी जुन किसिमको सहमति गर्नुभयो र त्यो सहमतिमा हाम्रो सहमत हुन सक्दैनौँ भनेर बारम्बार भनिराख्नु भएको थियो। भए पनि हामीले मिलेर जानुपर्छ भनेर एउटा सहभागिताको हिसाबले उहाँहरूलाई पनि अगाडि सँगसँगै लाने भनेर हामी अगाडि बढ्दै पनि यो अहिलेको अवस्था आइपुगेको छ र अहिले हामी उहाँहरूसँगै छौँ। उहाँले चाहिँ यहाँ पार्टी प्रवेश पनि गर्नुभएको छ र हामी अहिले चाहिँ उहाँलाई प्रवेश पनि गराउँछौँ र उहाँहरूको ठुलो टिम हामीसँगै छ, पूर्वदेखि पश्चिमसम्म र यो चाहिँ मधेस पहाड सबै हामी अब अभियानको रूपमा उज्यालो नेपालमा आबद्ध गरेर जानेछौँ। अहिले म आम नेपाली जनतालाई के आह्वान गर्न चाहन्छु भने उज्यालो नेपाल भनेर एउटा लोड सेडिङको अत्यन्त पीडादायी अवस्थामा विगत 8-10 वर्ष अगाडि जुन नेपालको एउटा अत्यन्त अप्ठ्यारो परिस्थितिमा मैले एउटा प्राधिकरणको एमडीको जिम्मेवारी लिएर र नेपालको लोड सेडिङ अन्त्य गर्नमा एउटा प्रमुख भूमिका खेलेको थिएँ र देशैभरि आम नेपाली जनतालाई उज्यालो दिनुपर्छ भनेर हरेक घरमा बत्ती पुर्याउने काम गऱ्यौँ। हरेक करिब 100% जनतामा बत्ती पुर्याउने काम गऱ्यौँ। यो कठिन काम थियो। 105 वर्षमा नभएको काम हामीले करिब 8 वर्षमा सम्पन्न गरेका थियौँ। हामीले अत्यन्तै दुःख गरेका छौँ। प्राधिकरण जस्तो जर्जर संस्था, सधैँ घाटामा भएको संस्थालाई हामीले नाफामा ल्यायौँ र यो एउटा ऊर्जा क्षेत्रमा अत्यन्तै ठुलो परिवर्तन र हामीले विद्युतलाई इम्पोर्ट गर्नुपर्ने अवस्थाबाट एक्सपोर्ट गर्ने अवस्थामा पुर्यायौँ। यो एउटा ठुलो परिवर्तन थियो विद्युत क्षेत्रमा। एउटा योगदान दिएको छु। योगदान मैले मात्रै गरेको होइन, सबै चाहिँ साथीहरूले
साथमा साथ सहयोग गरेर भएको भनेर मैले भनिरहेको छु। सबै चाहिँ सम्बन्धित सबैलाई मैले आभार प्रकट गर्ने गरेको छु। मैले एउटा नेपालको लागि नेपालको ऊर्जा क्षेत्रमा र कार्यकारीको भूमिकाबाट एमडी को भूमिकाबाट मन्त्रालयको 3टा मन्त्रालय सम्हालेर विगत करिब 105 दिनमा 115 दिनमा मैले सकेको धेरै कामहरू गरेको छु। त्यो डेलिभरी दिने काम जुन डेलिभरी मैले दिएको छु र हाम्रो टिमले दिएको छ, हाम्रो टिमले दिएको डेलिभरी आज जनताले चाहेको डेलिभरी हो, देशले चाहेको डेलिभरी हो। डेलिभरी दिने काम गरेको छु र यो डेलिभरी अब आगामी दिनमा त्यस्ता डेलिभरी दिने कामको लागि नेतृत्वमा जानुपर्ने आवश्यकता छ। तपाईहरू सम्पूर्णले अब यो हामीले जे काम गरेका थियौँ अब एकचोटि कुलमान घिसिङको टिमलाई सम्पूर्ण नेपाली जनताले एकताबद्ध भएर चाहिँ सपोर्ट गर्नुहोला भन्ने म चाहिँ आग्रह गर्दछु। एकचोटि सपोर्ट गर्नुहोस्, एकचोटि। किनभने हामीले म मात्रै भन्दिनँ, हामीले जे काम गऱ्यौँ त्यस बापत आम नेपाली जनताले एकचोटि चाहिँ हामीलाई सपोर्ट गरिदिनुहोस्। एकचोटिलाई सपोर्ट, यो चुनावमा सपोर्ट गरिदिनुहोस्। त्यसपछि हामी देखाइदिन्छौँ नेपाल के हुन्छ, त्यसपछिको अवस्था के हुन्छ भनेर हामी चाहिँ अगाडि तपाईहरूलाई बाटो देखाउनेछौँ। वास्तवमा एकचोटि चान्स दिनुहोस्, त्यसपछि हामी धेरै परिवर्तन गर्नेछौँ। यो मेरो आग्रह हो, अनुरोध हो सबै नेपाली जनतालाई। यो अनुरोधलाई सबैले स्वीकार गरेर हामीलाई सहयोग गरिदिनु हुन, साथ सपोर्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब मैले आफ्नो व्यक्तिगत हिसाबले यो पार्टीमा म आज आएको छु। मैले अस्तिको केही विषयहरूमा धेरै मलाई ट्रोल बनायो। यो पार्टीमा हुँदै पनि मन्त्री खायो भनेर, मन्त्री चाहिँ राजीनामा दिएन भनेर, त्यो वास्तविकता थिएन। मैले आज पार्टीको सदस्यता लिएको छु र स्वतन्त्र पार्टीमा उपसभापति भनेर जुन सहमतिमा लेखिएको विषय त्यो कार्यान्वयन नै भएको थिएन र त्यो कार्यान्वयन नभएको त आज प्रष्ट भयो नि त। र आज मैले यो पार्टीको सदस्यता लिएर अगाडि बढेको छु। मैले कसैलाई पनि मेरो इन्टिग्रिटीमा मेरो चाहिँ निष्ठामा कहिले पनि चाहिँ क्वेसन गर्न नदिने प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। त्यो भएको हुनाले यो प्रतिबद्धता मेरो सधैँ रहनेछ। नेपाली जनताहरूलाई मेरो चाहिँ यो प्रतिबद्धतामा विश्वास गरिदिनु होला। म सधैँ जनतामा विश्वास गर्ने मान्छे, सधैँ जनताको लागि लड्ने मान्छे, जनताको माया विश्वासले नै म आजसम्म आएको छु। एकचोटि हामीलाई फेरि पनि विश्वास गरिदिनु होला र आगामी दिन सुन्दर भविष्य नेपालमा सुशासन, भ्रष्टाचार मुक्त देश र सुन्दर भविष्य, सुन्दर देशको रूपमा, यो समृद्ध देशको रूपमा चाहिँ अगाडि बढाउनलाई हामी एकताबद्ध भएर अगाडि बढ्नेछौँ र देशभित्र सामाजिक न्याय, इन्क्लुसिभ जुन समावेशिताको विषयलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिनेछ र संविधानले जुन स्पष्ट रूपमा लिएका आधारभूत विषयहरूमा हाम्रो पूर्ण प्रतिबद्धता रहनेछ। संविधानका आधारभूत विषयहरूमा कहीँ कतै पनि अहिले हामी चाहिँ अन्यथा हिसाबले हामी अगाडि बढ्दैनौँ। त्यो प्रतिबद्धता हाम्रो पार्टीको रहनेछ र आम नेपाली जनताको चाहना बमोजिम नै हामी अगाडि बढ्नेछौँ र आगामी दिनमा हाम्रो पार्टीले सम्पूर्ण जनताको माग, जनताको चाहनालाई लिएर अगाडि बढ्नेछ भन्ने म चाहिँ यहाँलाई जानकारी गर्दै अहिलेलाई म चाहिँ यति भन्दै केही विषयहरू छोटोमा हामी थप विषयहरू पनि हाम्रो छ, थप विषयहरू टुङ्ग्याएर अनि त्यसपछि एक दुईवटा विषयमा हामी चाहिँ यहाँहरूको प्रश्नलाई पनि लिनेछु
थप विषय राख्नलाई यसलाई सम्बोधन गर्नको लागि नयाँ भन्ने शक्तिहरू वैकल्पिक शक्तिहरू सबै एक हुनुपर्छ भन्ने हामी सुरुदेखिको हाम्रो धारणा थियो। त्यही भएर हामीले एकता गर्न पुग्यौँ। हामीले अत्यन्त लचकताका साथ, मैले प्रधानमन्त्री पनि मागेको थिएन, मैले पार्टी अध्यक्ष पनि मागेको थिएन, हाम्रो साथीहरूले कुनै ठुलो पद पनि मागेको छ, सिर्फ साधारण सदस्य भएर पनि म बस्छु भन्दाखेरि आजकै दिन उहाँहरूले यो जुन सहमति ब्रेक गर्नुभयो र 12 दिन इन्गेज गराएर 12 दिनसम्म यस्तो क्रुसियल टाइममा उज्यालो नेपालको जुन अभियान थियो त्यसलाई टोटल्ली ब्लक गरेर अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन। अब हामी नभए पनि हामी उहाँहरू अगाडि बढ्न सक्छौँ भन्ने एउटा सङ्कल्प र विश्वासका साथ उहाँहरू अगाडि बढ्नु भएको छ। उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, शुभकामना दिन चाहन्छु। अगाडि बढ्नुस्, एउटा सशक्त शक्ति बन्नुस् र उज्यालो नेपालले आफ्नो बाटो आफै लिन्छ र आफ्नो बाटो अगाडि बढ्छ, आफ्नो बाटो लिन्छ। हामी अत्यन्तै लचक भएका थियौँ। नेपाली जनताको माग, नेपाली जनताको चाहना, जेनजी पुस्ताको चाहनालाई पुरा गर्नुपर्छ भनेर हामी अत्यन्तै लचक भएर, अत्यन्तै आफूले सबै कुरा त्यागेर हामी आएका थियौँ। हाम्रो त्यागलाई उहाँहरूले कमजोरीको रूपमा लिनुभयो र यो सहमतिलाई ब्रेक गर्नुभयो। यो मलाई वास्तवमा भन्यो भने म आज अत्यन्तै मर्माहित भएको छु। यो अवस्था आउँछ भनेर मलाई लागेको थिएन। यो 12 दिन मेरो लागि ठुलो विलखबन्धनमा, डिलेमा भन्छ नि, के गर्ने भन्ने नै, कता जाने भन्ने नै अन्योलमा भएको परिस्थिति र अगाडि बढौँ भने उहाँहरू चाहिँ अगाडि बढ्न नदिने, पछाडि जाउँ भने अप्ठ्यारो परिस्थिति, आम नेपाली जनताको, जेनजी भाइ बहिनीहरूको सपनालाई हामीले कुठाराघात भयो भन्ने परिस्थितिले गर्दाखेरि हामीलाई अत्यन्तै अप्ठ्यारो स्थितिमा पुर्याएका थियौँ। हामी जुन बेला सहमति भएका थियौँ 14 गते समानुपातिक भर्ने अन्तिम दिन थियो। त्यो 14 गतेको अन्तिम दिनमा राति 9 बजे 8-9 बजे यो सहमति भएको, समानुपातिक पनि दर्ता गर्न पाएनौँ र त्यस बेला जेनजीका साथीहरू सुदन गुरुङ लगायत उहाँहरूले मिल्नुपर्छ दाइ, यसरी चाहिँ हुँदैन भनेर म 5 बजे उहाँहरूसँगै गएर, जेनजीका साथीहरूसँग गएर मैले त्यहाँ एउटा, म जुनसुकै छोड्न तयार छु, मिलौँ भनेर उहाँहरूले जबरजस्ती लगेर चाहिँ त्यहाँ गएर म मिल्नुपर्छ, उहाँहरूकै अनुरोध अनुसार पनि यो मिल्नुपर्छ भन्ने कुराहरूमा चाहिँ मिल्नुपर्छ र सबै एउटा जेनजीका साथीहरूको चाहिँ भावना, सम्पूर्ण नेपाली जनताको भावनालाई कदर गर्नुपर्छ भनेर हामीले सहमति गरेका थियौँ। धेरै समस्याहरू आयो र हामीले अन्तिम चरणमा सबै छोडेर पनि सहमति कार्यान्वयन गर्ने भनेर हिजो बेलुका मात्रै हामीले निर्णय पनि गरेका थियौँ। त्यही केही कुराहरूमा स्पष्टता गरेर अगाडि बढ्ने भनेर गरेका थियौँ। तर त्यो कुरा गर्दा उहाँहरूले आज एकतर्फी अहिलेको परिस्थितिमा एक्लै भए पनि अगाडि बढ्नुपर्ने परिस्थिति आएको छ। यो परिस्थितिलाई तपाईँहरूले बुझिदिनु हुन म अनुरोध गर्दछु। र तपाईँहरूलाई केही विषयहरू राख्न चाहन्छु। अब उज्यालो नेपाल पार्टी देशैभरि 165 ठाउँमै उम्मेदवार उठाउँछौँ, हामी अगाडि बढ्छौँ, 165 ठाउँमै उम्मेदवार उठाएर जान्छौँ र देशैभरि हामी आफ्नो क्याम्पेन, छोटो समय छ, छोटो समयमा हामी जति सकिन्छ हामी आफ्नो क्याम्पेन अगाडि बढाउँछौँ, रात दिन नभनिकन अगाडि बढाउँछौँ र साथीहरू
जति पनि हाम्रा इच्छुक साथीहरू छन् उज्यालो नेपाल अझै पनि सबै साथीहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। सबै चाहिँ पार्टी सबै इच्छुक साथीहरूलाई सँग हामी सहकार्य गरेर अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र यो विषयलाई हामी नठानिदिनु हुन पनि सबैलाई अनुरोध गर्दछु र सम्पूर्ण नेपाली जनता, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, जेनजी भाइ बहिनीहरू, हामीले गर्दै पनि हामी एकता हुन खोज्दै पनि हामीलाई जबरजस्त बाहिरिनु पर्यो, बाहिर राखियो र यसको लागि यस्तो अवस्थामा पनि हामी एक्लै पर्यो भने पनि एक्लै पनि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यहाँहरूले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै चाहिँ जेनजी भाइ बहिनीहरू सबैले यो पार्टीलाई अहिलेको जेनजीको भावना अनुसार जुन पार्टी स्थापना भएको हो, अहिले सबभन्दा नयाँ पार्टी र उज्यालो नेपाल पार्टी भनेको भर्खरै स्थापना भयो, जेनजी आन्दोलनपछि स्थापना भएको पार्टी हो र यो पार्टीलाई सबैले माथि उठाएर नेपालमा यो एउटा स्थापित पार्टी र सबभन्दा चाहिँ प्रतिनिधित्वको हिसाबले, जेनजीको प्रतिनिधित्वको हिसाबले, सबै क्षेत्रको प्रतिनिधित्वको हिसाबले, समावेशिताको हिसाबले, सबै हिसाबले चाहिँ एउटा प्रतिनिधित्वको हिसाबले चाहिँ इन्क्लुसिभनेस र सबैको सहभागिताको पार्टीको रूपमा अगाडि बढाउन हामी चाहन्छौँ। यहाँ साथीहरू हुनुहुन्छ, यहाँ हाम्रो धर्मजी हुनुहुन्छ, लुम्बिनी प्रदेशको सांसद हुनुहुन्छ, उहाँहरूले धरोहर क्षेत्रमा ठुलो काम गर्नुभएको छ। उहाँहरूको ठुलो थिए र उज्यालो नेपालमा आबद्ध हुँदै पनि र हामीले एउटा सहमति गऱ्यौँ। सहमति गर्दा उहाँले धेरै मन दुखाउनु भएको थियो, हामीलाई सोध्दै नसोधिकन यसरी उज्यालो नेपाल भनेर हामी लागेका हौँ। हामी रासोपा भनेको भए उहिले लाग्थ्यौँ र यस्तो अवस्थामा हामी उज्यालो नेपालमा लागेकोमा तपाईँहरूले एकतर्फी जुन किसिमको सहमति गर्नुभयो र त्यो सहमतिमा हाम्रो सहमत हुन सक्दैनौँ भनेर बारम्बार भनिराख्नु भएको थियो। भए पनि हामीले मिलेर जानुपर्छ भनेर एउटा सहभागिताको हिसाबले उहाँहरूलाई पनि अगाडि सँगसँगै लाने भनेर हामी अगाडि बढ्दै पनि यो अहिलेको अवस्था आइपुगेको छ र अहिले हामी उहाँहरूसँगै छौँ। उहाँले चाहिँ यहाँ पार्टी प्रवेश पनि गर्नुभएको छ र हामी अहिले चाहिँ उहाँलाई प्रवेश पनि गराउँछौँ र उहाँहरूको ठुलो टिम हामीसँगै छ, पूर्वदेखि पश्चिमसम्म र यो चाहिँ मधेस पहाड सबै हामी अब अभियानको रूपमा उज्यालो नेपालमा आबद्ध गरेर जानेछौँ। अहिले म आम नेपाली जनतालाई के आह्वान गर्न चाहन्छु भने उज्यालो नेपाल भनेर एउटा लोड सेडिङको अत्यन्त पीडादायी अवस्थामा विगत 8-10 वर्ष अगाडि जुन नेपालको एउटा अत्यन्त अप्ठ्यारो परिस्थितिमा मैले एउटा प्राधिकरणको एमडीको जिम्मेवारी लिएर र नेपालको लोड सेडिङ अन्त्य गर्नमा एउटा प्रमुख भूमिका खेलेको थिएँ र त्यसैगरी आम नेपाली जनतालाई उज्यालो दिनुपर्छ भनेर हरेक घरमा बत्ती पुर्याउने काम गऱ्यौँ। हरेक करिब 100% जनतामा बत्ती पुर्याउने काम गऱ्यौँ। यो कठिन काम थियो। 105 वर्षमा नभएको काम हामीले करिब 8 वर्षमा सम्पन्न गरेका थियौँ। हामीले अत्यन्तै दुःख गरेका छौँ। प्राधिकरण जस्तो जर्जर संस्था, सधैँ घाटामा भएको संस्थालाई हामीले नाफामा ल्यायौँ र यो एउटा ऊर्जा क्षेत्रमा अत्यन्तै ठुलो परिवर्तन र हामीले विद्युतलाई इम्पोर्ट गर्नुपर्ने अवस्थाबाट एक्सपोर्ट गर्ने अवस्थामा पुर्यायौँ। यो एउटा ठुलो परिवर्तन थियो। विद्युत क्षेत्रमा एउटा योगदान दिएको छु। योगदान मैले मात्रै गरेको होइन, सबै चाहिँ साथीहरूले
साथमा साथ सहयोग गरेर भएको भनेर मैले भनिरहेको छु। सबै चाहिँ सम्बन्धित सबैलाई मैले आभार प्रकट गर्ने गरेको छु। मैले एउटा नेपालको लागि, नेपालको ऊर्जा क्षेत्रमा र कार्यकारीको भूमिकाबाट, एमडी को भूमिकाबाट मन्त्रालयको 3टा मन्त्रालय सम्हालेर विगत करिब 100 त्यो डेलिभरी दिने काम, जुन डेलिभरी मैले दिएको छु र हाम्रो टिमले दिएको छ, हाम्रो टिमले दिएको डेलिभरी आज जनताले चाहेको डेलिभरी हो, देशले चाहेको डेलिभरी हो, डेलिभरी दिने काम गरेको छु। र यो डेलिभरी अब आगामी दिनमा त्यस्ता डेलिभरी दिने कामको लागि नेतृत्वमा जानुपर्ने आवश्यकता छ। तपाईहरू सम्पूर्णले अब यो मैले हामीले जे काम गरेका थियौँ, अब एकचोटि कुलमान घिसिङको टिमलाई सम्पूर्ण नेपाली जनताले एकताबद्ध भएर चाहिँ सपोर्ट गर्नुहोला भन्ने म आग्रह गर्दछु। एकचोटि सपोर्ट गर्नुहोस्, एकचोटि। किनभने हामीले म मात्रै भन्दिनँ, हामीले जे काम एकचोटि चाहिँ हामीलाई सपोर्ट गरिदिनुहोस्, एकचोटिलाई सपोर्ट, यो चुनावमा सपोर्ट गरिदिनुहोस्। त्यसपछि हामी देखाइदिन्छौँ नेपाल के हुन्छ, त्यसपछिको अवस्था के हुन्छ भनेर हामी चाहिँ अगाडि तपाईहरूलाई बाटो देखाउनेछौँ। वास्तवमा एकचोटि चान्स दिनुहोस्, त्यसपछि हामी धेरै परिवर्तन गर्नेछौँ। यो मेरो आग्रह हो, अनुरोध हो सबै नेपाली जनतालाई। यो अनुरोधलाई सबैले स्वीकार गरेर हामीलाई सहयोग गरिदिनु हुन, साथ सपोर्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब मैले आफ्नो व्यक्तिगत हिसाबले यो पार्टीमा म आज आएको छु। मैले अस्तिको केही विषयहरूमा धेरै मलाई ट्रोल बनायो। यो पार्टीमा हुँदै पनि मन्त्री खायो भनेर, मन्त्री चाहिँ राजीनामा दिएन भनेर, त्यो वास्तविकता थिएन। मैले आज पार्टीको सदस्यता लिएको छु र स्वतन्त्र पार्टीमा उपसभापति भनेर जुन सहमतिमा लेखिएको विषय त्यो कार्यान्वयन नै भएको थिएन र त्यो कार्यान्वयन नभएको त आज प्रष्ट भयो नि त। र आज मैले यो पार्टीको सदस्यता लिएर अगाडि बढेको छु। मैले कसैलाई पनि मेरो इन्टिग्रिटीमा, मेरो चाहिँ निष्ठामा कहिले पनि चाहिँ क्वेसन गर्न नदिने प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। त्यो भएको हुनाले यो प्रतिबद्धता मेरो सधैँ रहनेछ। नेपाली जनताहरूलाई मेरो चाहिँ यो प्रतिबद्धतामा विश्वास गरिदिनु होला। म सधैँ जनतामा विश्वास गर्ने मान्छे, सधैँ जनताको लागि लड्ने मान्छे, जनताको माया विश्वासले नै म आजसम्म आएको छु। एकचोटि हामीलाई फेरि पनि विश्वासमुक्त देश र सुन्दर भविष्य, सुन्दर देशको रूपमा, यो समृद्ध देशको रूपमा चाहिँ अगाडि बढाउनलाई हामी एकताबद्ध भएर अगाडि बढ्नेछौँ र देशभित्र सामाजिक न्याय, इन्क्लुसिभ जुन समावेशिताको विषयलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिनेछ र संविधानले जुन स्पष्ट रूपमा लिएका आधारभूत विषयहरूमा हाम्रो पूर्ण प्रतिबद्धता रहनेछ। संविधानका आधारभूत विषयहरूमा कहीँ कतै पनि अहिले हामी चाहिँ अन्यथा हिसाबले हामी अगाडि बढ्दैनौँ। त्यो प्रतिबद्धता हाम्रो पार्टीको रहनेछ र आम नेपाली जनताको चाहना बमोजिम नै हामी अगाडि बढ्नेछौँ र आगामी दिनमा हाम्रो पार्टीले सम्पूर्ण जनताको माग, जनताको चाहनालाई लिएर अगाडि बढ्नेछ भन्ने म चाहिँ यहाँहरूलाई जानकारी गर्दै म अहिलेलाई म चाहिँ यति भन्दै केही विषयहरू छोटोमा हामी थप विषयहरू पनि हाम्रो छ, थप विषयहरू टुङ्ग्याएर अनि त्यसपछि एक दुईवटा विषयमा हामी चाहिँ यहाँहरूको प्रश्नलाई पनि लिनेछु। थप विषय राख्नलाई हाम्रो
धेरै धेरै धन्यवाद अध्यक्षज्यू। लुम्बिनी प्रदेश पूर्व भौतिक मन्त्री तथा नाउपा संसदीय दलका नेता, लुम्बिनी प्रदेश सभा बहालवाला सदस्य, लुम्बिनी प्रदेश पूर्व भौतिक मन्त्री तथा नाउपा संसदीय दलका नेता, लुम्बिनी प्रदेश सभा बहालवाला सदस्य धर्मलाल चौधरीलाई पार्टी प्रवेश गराउँदै केन्द्रीय समितिमा नियुक्ति गरिएको छ। उहाँलाई हात मिलाएर बधाई तथा शुभकामना दिनुहुन अध्यक्षज्यूलाई अनुरोध गर्दछु। साथीहरू यसै गरी पूर्व प्रत्यक्ष निर्वाचित संसद तथा नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य ठम्मर विष्टलाई पनि पार्टी प्रवेश गराउँदै केन्द्रीय समितिमा नियुक्ति गरिएको छ। उहाँलाई पनि हात मिलाएर बधाई तथा शुभकामना दिनुहुन अध्यक्षज्यूलाई अनुरोध गर्दछु। ठम्मर विष्ट सुर्खेत कर्णाली प्रदेशबाट यसै गरी क्याप र ब्याज पनि उहाँ चाहिँ प्रत्यक्ष निर्वाचित मान्य हुनुहुन्छ। कर्णालीको लोकप्रिय नेता नरबहादुर कार्की जाजरकोटलाई पनि पार्टी प्रवेश गराउँदै केन्द्रीय समितिमा नियुक्ति गरिएको छ। उहाँलाई पनि हात मिलाएर बधाई तथा शुभकामना दिनुहुन अध्यक्षज्यूलाई अनुरोध गर्दछु। ब्याज र क्याप पनि प्रदान गरिदिनु होला। धन्यवाद। डाक्टर नरबहादुर कार्की अलि यता आउनुहोस्, अलि यता फोटो धेरै धेरै धन्यवाद। अब साथीहरूको केही प्रश्नहरू छ भने हामी प्रश्नहरू लिन्छौँ। धेरै होइन, अब एउटा दुईटा जिममा भोट हाल्ने ट्याङ्क कि ट्याङ्क समानुपातिकमा चाहिँ कहाँ हान्ने? हामी त्यसको व्यवस्थापन गर्छौँ। कसरी गर्नुहुन्छ? हामी जसरी पनि व्यवस्थापन गर्छौँ। अहिलेको अवस्थामा तपाईँहरूको कुनै वाद कुनै सिद्धान्तसँग नमिलेको भन्दा पनि मुख्य कुरो भागभण्डामै नमिलेको प्रश्न देखिन्छ। यो अवस्थामा तपाईँहरू नयाँ भनिएकालाई चाहे त्यो राष्ट्रमा होस् अथवा उज्यालो नेपाल होस्, तपाईँहरूलाई जनताले किन विश्वास गर्ने? मैले अघि प्रश्न राखेँ कुनै भागभण्डामा हामीले त साधारण सदस्य लिएर पनि अगाडि बढ्छु भनेको, तर त्योसँग सम्बन्धित भएन। हामीले भागभण्डा खोजेका थिएनौँ। उहाँहरूले एकता हुनमा उहाँहरू इच्छुक रहे। समानुपातिक भोट चाहिँ कहाँ हान्ने? कानुनले नदिने तपाईँले व्यवस्थापन कसरी गर्ने के? हामी व्यवस्थापन गर्छौँ। भएन भने हामी चाहिँ प्रत्यक्ष मात्रै भए पनि लड्छौँ। कुलमान सर, हजुरलाई एउटा प्रश्न सोधिहालेँ। जस्तो तपाईँ जुन सरकार हुँदाखेरि, जुन दल सरकारमा सहमत हुँदाखेरि नेपाल विद्युत प्राधिकरणको चाहिँ एमडी बन्नुभएको थियो, त्यो बनाउनको लागि भूमिका खेल्ने सरकारमा तत्कालीन भूमिकामा रहेका पुष्पकमल दाहाल प्रचण्ड, हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजकले के भनेका थिए भन्दा केही समय अगाडि हामीलाई नमानेर चाहिँ कुलमानले घर पाउँदैन नै भनेको थियो। तपाईँको यो विग्रह, राष्ट्रपासँगको विग्रह घर नपाएको हो, के बुझ्नुहुन्छ तपाईँले? होइन, उहाँलाई मैले सधैँ धन्यवाद दिइरहेको छु। होइन, सधैँ उहाँहरूलाई मैले सम्मान गरिरहेको छु सधैँ नै। अनि मेरो कुनै त्यसो उहाँहरूसँग चाहिँ आग्रह पूर्वाग्रह केही पनि छैन। उहाँलाई सधैँ सम्मान गर्छु। गठबन्धन हुन्छ कि कुनै पार्टीसँग फेरि मिलेर जानुहुन्छ?
हामी सबै अप्सनमा ओपन छौँ भनेर अघि भनिसकेँ, सबै अप्सनमा ओपन छौँ। गठबन्धन गर्न तयार अलायन्सको विषयमा उहाँहरूसँग पनि सब ओपन हुन्छ। जस्तो अध्यक्ष तपाईँ आउनुभयो, तपाईँसँगै जानुभएका उपाध्यक्ष डाक्टर तारा जोशी, डाक्टर विशाल भण्डारी र अर्का एकजना, 3 जना फेरि राजसभामै बस्ने त्यही ठिक छ भनेर उहाँहरू बस्नु भएछ। खास किन उपाध्यक्षले ल्याउन सक्नु भएन? मलाई अहिलेसम्म उहाँहरूको जानकारी आएको छैन। उहाँहरू यदि बस्नु भएको छ भने उहाँलाई शुभकामना छ। उपाध्यक्ष किन समानुपातिक लिस्टमा परेका छन् नि जुन रिमा विश्वकर्मा लगायतका व्यक्तिहरू, अब उहाँहरू के गर्नुहुन्छ? यो उज्यालो नेपालको सदस्य हुन् कि उहाँहरूले सबै चाहिँ त्यसलाई हटाइसक्नु भएको जस्तो मलाई लाग्छ। त्यो भएको हुनाले त्यसमा हामीले धेरै चाहिँ कुरा गरिरहनु पर्ने आवश्यकता छ। रासपसँग अझै पनि तपाईँको भोलि सहकार्य हुन सक्छ। अलायन्समा उहाँहरू हाम्रो मित्र शक्ति नै हो। हामी उहाँहरूसँग शत्रुता पार्टी एकता पूर्ण हिसाबले खास जनताले बुझ्ने गरी पार्टी एकता उहाँहरूले नै तोड्नु हो। पार्टी एकता त उहाँहरूले तोडिसक्नु भयो त। अब ठ्याक्कै बुझ्ने गरी भनिदिनु न, कति प्रतिशत कति सङ्ख्यामा चाहिँ कुरा नमिलेको हो? कति सङ्ख्याको कुरै छैन। हजुरलाई नि केही चाहिएको थिएन, रासोपालाई पनि केही चाहिएको थिएन, मात्रै एकता मात्रै थियो भनेपछि बिग्रियो चाहिँ कहाँ त? अब उहाँहरूले चाहनु भएन, त्यसपछि बिग्रियो। ल धन्यवाद है सबैलाई। यो पार्टीलाई अहिलेको जेनजीको भावना अनुसार जुन पार्टी स्थापना भएको हो, अहिले सबभन्दा नयाँ पार्टी र उज्यालो नेपाल पार्टी भनेको भर्खरै स्थापना भयो, जेनजी आन्दोलनपछि स्थापना भएको पार्टी हो। र यो पार्टीलाई सबैले माथि उठाएर नेपालमा यो एउटा स्थापित पार्टी र सबभन्दा चाहिँ प्रतिनिधित्वको हिसाबले, जेनजीको प्रतिनिधित्वको हिसाबले, सबै क्षेत्रको प्रतिनिधित्वको हिसाबले, समावेशिताको हिसाबले, सबै हिसाबले चाहिँ एउटा प्रतिनिधित्वको हिसाबले चाहिँ इन्क्लुसिभनेस र सबैको सहभागिताको पार्टीको रूपमा अगाडि बढाउन हामी चाहन्छौँ। यहाँ साथीहरू हुनुहुन्छ, यहाँ हाम्रो चाहिँ धर्मजी हुनुहुन्छ, धर्म चौधरीजी, उहाँ पूर्व मन्त्रीज्यू र उहाँ चाहिँ अहिले पनि लुम्बिनी प्रदेशको सांसद हुनुहुन्छ। उहाँहरूले फरवर्ड क्षेत्रमा ठुलो काम गर्नुभएको छ। उहाँहरूको ठुलो सङ्ख्या उज्यालो नेपालमा आबद्ध थिए, सबै उज्यालो नेपालमा आबद्ध थिए र उज्यालो नेपालमा आबद्ध हुँदै पनि र हामीले एउटा सहमति गऱ्यौँ। सहमति गर्दा उहाँले धेरै मन दुखाउनु भएको थियो, हामीलाई सोध्दै नसोधिकन यसरी उज्यालो नेपाल भनेर हामी लागेका हौँ। हामी रासोपा भनेको भए उहिले लाग्थ्यौँ र यो यस्तो अवस्थामा हामी उज्यालो नेपालमा लागेकोमा तपाईँहरूले एकतर्फी जुन किसिमको सहमति गर्नुभयो र त्यो सहमतिमा हाम्रो सहमत हुन सक्दैनौँ भनेर बारम्बार भनिराख्नु भएको थियो। भए पनि हामीले मिलेर जानुपर्छ भनेर एउटा सहभागिताको हिसाबले उहाँहरूलाई पनि अगाडि सँगसँगै लाने भनेर हामी अगाडि बढ्दै पनि यो अहिलेको अवस्था आइपुगेको छ र अहिले हामी उहाँहरूसँगै छौँ। उहाँले चाहिँ यहाँ पार्टी प्रवेश पनि गर्नुभएको छ र हामी अहिले चाहिँ उहाँलाई प्रवेश पनि गराउँछौँ र उहाँहरूको ठुलो टिम हामीसँगै छ, पूर्वदेखि पश्चिमसम्म र यो चाहिँ मधेस पहाड सबै हामी अब अभियानको रूपमा उज्यालो नेपालमा आबद्ध गरेर जानेछौँ। अहिले म आम नेपाली जनतालाई के आह्वान गर्न चाहन्छु भने उज्यालो नेपाल भनेर एउटा लोड सेडिङको अत्यन्त पीडादायी अवस्थामा विगत 8-10 वर्ष अगाडि जुन नेपालको एउटा अत्यन्त अप्ठ्यारो परिस्थितिमा मैले एउटा प्राधिकरणको एमडीको जिम्मेवारी लिएर र नेपालको लोड सेडिङ अन्त्य गर्नमा एउटा प्रमुख भूमिका खेलेको थिएँ र देशैभरि आम नेपाली जनतालाई उज्यालो दिनुपर्छ भनेर हरेक घरमा बत्ती पुर्याउने काम गऱ्यौँ। हरेक करिब 100% जनतामा बत्ती पुर्याउने काम गऱ्यौँ। यो कठिन काम थियो। 105 वर्षमा नभएको काम हामीले
करिब 8 वर्षमा सम्पन्न गरेका थियौँ। हामीले अत्यन्तै दुःख गरेका छौँ। प्राधिकरण जस्तो जर्जर संस्था, सधैँ घाटामा भएको संस्थालाई हामीले नाफामा ल्यायौँ र यो एउटा ऊर्जा क्षेत्रमा अत्यन्तै ठुलो परिवर्तन र हामीले विद्युतलाई इम्पोर्ट गर्नुपर्ने अवस्थाबाट एक्सपोर्ट गर्ने अवस्थामा पुर्यायौँ। यो एउटा ठुलो परिवर्तन थियो विद्युत क्षेत्रमा। एउटा योगदान दिएको छु। योगदान मैले मात्रै गरेको होइन, सबै चाहिँ साथीहरूले साथमा साथ सहयोग गरेर भएको भनेर मैले भनिरहेको छु। सबै चाहिँ सम्बन्धित सबैलाई मैले आभार प्रकट गर्ने गरेको छु। मैले एउटा नेपालको लागि, नेपालको ऊर्जा क्षेत्रमा र कार्यकारीको भूमिकाबाट, एमडी को भूमिकाबाट मन्त्रालयको 3टा मन्त्रालय सम्हालेर विगत करिब 105 दिनमा 115 दिनमा मैले सकेको धेरै कामहरू गरेको छु। त्यो डेलिभरी दिने काम, जुन डेलिभरी मैले दिएको छु र हाम्रो टिमले दिएको छ, हाम्रो टिमले दिएको डेलिभरी आज जनताले चाहेको डेलिभरी हो, देशले चाहेको डेलिभरी हो। डेलिभरी दिने काम गरेको छु र यो डेलिभरी अब आगामी दिनमा त्यस्ता डेलिभरी दिने कामको लागि नेतृत्वमा जानुपर्ने आवश्यकता छ। तपाईहरू सम्पूर्णले अब यो हामीले जे काम गरेका थियौँ, अब एकचोटि कुलमान घिसिङको टिमलाई सम्पूर्ण नेपाली जनताले एकताबद्ध भएर चाहिँ सपोर्ट गर्नुहोला भन्ने म चाहिँ आग्रह गर्दछु। एकचोटि सपोर्ट गर्नुहोस्, एकचोटि। किनभने हामीले म मात्रै भन्दिनँ, हामीले जे काम गऱ्यौँ त्यस बापत आम नेपाली जनताले एकचोटि चाहिँ हामीलाई सपोर्ट गरिदिनुहोस्। एकचोटिलाई सपोर्ट, यो चुनावमा सपोर्ट गरिदिनुहोस्। त्यसपछि हामी देखाइदिन्छौँ नेपाल के हुन्छ, त्यसपछिको अवस्था के हुन्छ भनेर हामी चाहिँ अगाडि तपाईहरूलाई बाटो देखाउनेछौँ। वास्तवमा एकचोटि चान्स दिनुहोस्, त्यसपछि हामी धेरै परिवर्तन गर्नेछौँ। यो मेरो आग्रह हो, अनुरोध हो सबै नेपाली जनतालाई। यो अनुरोधलाई सबैले स्वीकार गरेर हामीलाई सहयोग गरिदिनु हुन, साथ सपोर्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब मैले आफ्नो व्यक्तिगत हिसाबले यो पार्टीमा म आज आएको छु। मैले अस्तिको केही विषयहरूमा धेरै मलाई ट्रोल बनायो। यो पार्टीमा हुँदै पनि मन्त्री खायो भनेर, मन्त्री चाहिँ राजीनामा दिएन भनेर। त्यो वास्तविकता थिएन। मैले आज पार्टीको सदस्यता लिएको छु र स्वतन्त्र पार्टीमा उपसभापति भनेर जुन सहमतिमा लेखिएको विषय त्यो कार्यान्वयन भएको थिएन र त्यो कार्यान्वयन नभएको त आज प्रष्ट भयो नि त। र आज मैले यो पार्टीको सदस्यता लिएर अगाडि बढेको छु। मैले कसैलाई पनि मेरो इन्टिग्रिटीमा, मेरो चाहिँ निष्ठामा कहिले पनि चाहिँ क्वेसन गर्न नदिने प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। त्यो भएको हुनाले यो प्रतिबद्धता मेरो सधैँ रहनेछ। नेपाली जनताहरूलाई मेरो चाहिँ यो प्रतिबद्धतामा विश्वास गरिदिनु होला। म सधैँ जनतामा विश्वास गर्ने मान्छे, सधैँ जनताको लागि लड्ने मान्छे, जनताको माया विश्वासले नै म आजसम्म आएको छु। एकचोटि हामीलाई फेरि पनि विश्वास गरिदिनु होला र आगामी दिन सुन्दर भविष्य नेपालमा, सुशासन, भ्रष्टाचार मुक्त देश र सुन्दर भविष्य, सुन्दर देशको रूपमा, यो समृद्ध देशको रूपमा चाहिँ अगाडि बढाउनलाई हामी एकताबद्ध भएर अगाडि बढ्नेछौँ र देशभित्र सामाजिक न्याय, इन्क्लुसिभ जुन समावेशिताको विषयलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिनेछ र संविधानले जुन स्पष्ट रूपमा लिएका आधारभूत विषयहरूमा हाम्रो पूर्ण प्रतिबद्धता रहनेछ। संविधानका आधारभूत विषयहरूमा कहीँ कतै पनि अहिले हामी चाहिँ अन्यथा हिसाबले हामी अगाडि बढ्दैनौँ। त्यो प्रतिबद्धता हाम्रो पार्टीको रहनेछ र आम नेपाली जनताको
चाहना बमोजिम नै हामी अगाडि बढ्नेछौँ र आगामी दिनमा हाम्रो पार्टीले सम्पूर्ण जनताको माग जनताको चाहनालाई लिएर अगाडि बढ्नेछ भन्ने म चाहिँ यहाँलाई जानकारी गर्दै म अहिलेलाई म चाहिँ यति भन्दै केही विषयहरू छोटोमा हामी थप विषयहरू पनि हाम्रो छ थप विषयहरू टुङ्ग्याएर अनि त्यसपछि एक दुईवटा विषयमा हामी चाहिँ यहाँहरूको प्रश्नलाई पनि लिनेछु थप विषय राख्नलाई यहाँ